Valentine's Day. I love you. आज चाहिँ भ्यालेन्टाइन डेको दिन भएर चाहिँ यहाँ जोडीहरूलाई नचराउनु भएको छ अफिसमा। यहाँ चाहिँ दोस्रो जोडीहरूको लागि चाहिँ यहाँ चाहिँ प्रपोज गर्ने कार्यक्रम भइरहेको छ होइन। एकअर्काले प्रपोज गर्ने भनेर गराउनु भएको छ। अगाडि प्रपोज गर्दै हुन्छ दाइले, यता दिदीले दिदी भनौँ होइन, चिन्दिनँ त्यही दिदीको साइनो दिएँ उहाँलाई होइन। दिदीले पनि अब फर्काउँदै हुनुहुन्छ। अन्त फेरि अब दोस्रो जोडीहरूको लागि उहाँले नै प्रपोज गर्दै हुन्छ श्रीमतीलाई। जस्तो रमाइलोको लागि चाहिँ यहाँनिर आज हामीले भ्यालेन्टाइन डे मनाइरहेका छौँ। एउटा कविता मेरो छ नि, मुक्तक जस्तो पनि छ है, म एउटा उहाँलाई सुनाइदिइहाल्छु। त्यो दिँदाखेरिमा त्यो फुल दिँदाखेरि भन्नुपर्ने हो क्या, फेरि आउँछ होला त्यसैले है। आजकल खुसीको पालुवा पलाउन थालेको छ। वाला चाहिन्छ है। आजकल खुसीको पालुवा पलाउन थालेको छ। दिलले तिमीसँग दिल लगाउन थालेको छ। दिलले तिमीसँग दिल लगाउन थालेको छ। अनौठो हुँदो रहेछ यो प्रेमको कहानी भन्नै गाह्रो। अनौठो हुँदो रहेछ यो प्रेमको कहानी भन्नै गाह्रो। सपनाको मन तिमीसँगै सजाउन थालेको छ। भोलिपल्ट छोडेर हिँडेको 3 महिनामा भेट भएको थियो। कुरा सही हो। मैले त हिजो थाहा भएको बिहे गरेको 26 वर्ष के रे 32 वर्ष भयो। 32 वर्षमा आइएम भन्नु लाग्नु होला हो। बाउले फुल दिने, आमाले दिल दिने। अच्छा अर्को बारे सिकाएको छ नि। बाउको गिफ्ट खै हामीसँग साह्रै लभ्यु हुँदो रहेछ। हुँदैन गिफ्ट पार्नु भन्ने। ज्यादै तिम्रो भन्नु न।
I love you. Gora, take care of that. हो यसरी हो त्यसरी हो त्यसरी बुढी अब सधैँभरि नरिसाउने मात्र भने ताली खोइ नदिए पनि अब दुला बुढीलाई आज त ताली खाने भइरहेछ यहाँ I love you too. सही हो सही हो त्यो ज्यानको सबै यो मुटु पनि सबै झिकेर दिनु तपाईहरुको सब आइन्छ ल वाह राम्रो छ राम्रो छ ओ सही हो सही हो दिदी गिफ्ट हो आमाले सबैले देखाउनु यो थाहा छ कि छैन नि यो थाहा छ कि छैन नि त्यो आमालाई दिदी जोरदार ताली बजाउनु बाको दाँत छैन मागी भन्दा भागी भनेपछि बलि भागी पनि छैन मेरोमा ल त्यहाँ फोटो खिच्नुपर्छ है आइले भन्नाले यसरी घोडाकै घोडाले खुम्चाउनु के गर्नु हड्डीखेका बाबामा आउँछन् खुम्चाउनै गाह्रो ल I love you. बुढी भन्नु है